ल सबैलाई नमस्कार। हिजो के अरे हाम्रो यो 2042 साल कार्तिकको 14 गतेबाट यो ताँजाकोट गाउँपालिकाले शैक्षिक सप्ताह कार्यक्रम सञ्चालन गरेको थियो, जुन कार्यक्रममा प्रत्येक माविका ताँजाकोट गाउँपालिकामा भएका माविहरूका चारैवटा माविले आफ्नो आफ्नो विद्यालयबाट विज्ञान सामग्री प्रदर्शनी गर्ने एउटा कार्यक्रम एउटा इभेन्ट राखेको थियो, जुन इभेन्टमा हामीले हाम्रो चन्द्रप्रकाश माविको तर्फबाट हामीले यो डोजरको एउटा नमुना बनाएर लिएका थियौँ। उक्त यो डोजरको नमुनाले हाम्रो विद्यालयले चाहिँ सेकेन्ड स्थान हासिल गर्न सफल भएको छ। अब यो डोजरको बारेमा हाम्रो यो विद्यालयमै पढाइ के अरे अध्ययनरत बाबु अथवा मेरो छोरा तपाईँहरूलाई चलाएर देखाउने छ। यसको प्रविधि अब यसरी कसरी चल्छ, यो हाइड्रोलिक सिस्टमको कारण अनि यताको थोरै प्रेसले धेरै बल उठाउन सक्छ। बाबुले चलाइदिनु, ल चलाएर देखाइदिन्छ केशवले, है त। बसल हिजोदेखि चलाएर अब हो गेल क्या, अब उठा यता पर हानै पर हो त्यसलाई चाहिँ भनेको उठा हो। ल त्यसले माथि हो त्यस्तो लिएन हो गेल क्या। अब इमर्जेन्सी त हो जाने एकदम सरकार चल्ने बन्द प्रविधि हो त बिस्तारै यसरी विकास त भयो नि अहिले कागज